हेलो एन्ड नमस्ते वेलकम छ हाम्रो युट्युब च्यानलमा पछाडि ब्याकग्राउन्डको चाहिँ पाल्लो आज म फेरि पनि पालङ जान लागिरहेको छु पालङ वर्तमानमा त्यही हो मम्मी मामु चाहिँ गइस अब के भा ए के मामु चाहिँ जानु भइसक्यो अब म बाँकी छु म जान लागिरहेको छु एकैछिन निस्किन्छु घरबाट त हिजै आएको कलङ बसिरहेको छु कलङबाट चाहिँ अब जान लाग्छु कति बजी 9:30 हुन्छ जस्तो नानीलाई नि ड्युटी जानु ढिलो भइसक्यो त्यही भएर जानलाई रेडी भइरहेको छु म चाहिँ खासै केही त गरेँ छैन हल्का क्रिम लाग्छु फाउन्डेसन राख्दियो भने यही छ धुम्सीले राखिदिएको थियो नि त त्यही हो अस्ति ननको खोजमा चाहिँ भिडियो गर्नु पाएन अहिले चाहिँ भिडियो गर्दैछु कसरी त्यहाँ आज राम्रो कर्ली गरिदिएको होइन कर्ली बिग्रिसक्यो बिचराको त्यही हो अब बिचबिचमा के भन्छ भिडियो गर्दै जान्छु ल अहिलेको लागि अब एकछिन भेटौँ न म चाहिँ घरबाट निस्केर रेडी भएर घरबाट निस्केर त्यहाँ माथि चोक धान लगाइरहेको छु चोक पुग्नु लगाइरहेको छु भिडियोज भन्दा यार यस्तो गाह्रो मम्मीलाई गाडी जानु भएको थियो मम्मीलाई गाह्रो हुन्छ भनेर नलिएर जानु भनिहालेँ मैले अहिले आफैलाई पारी झन् यत्रो मोटो ज्याकेट लाग्छ जाडो हुन्छ भनेर चिसो छ अरे झन् मौसम पनि यस्तो छ घाम खासै लाग्दैन जस्तो त्यही हो म त्यहाँ जान्छु मान्छे ल बसिरहेको बाउला जस्तो गरेर बल्ल तल आउनु भयो हौ यत्रो बेरसम्म पुऱ्याएर त्यही बसिरहेको आइसक्यो भने निस्केर पुरा घर भन्ने नागढुङ्गाको भूतघर भन्छ होइन यसलाई अस्ति देखाउँछु भनेको सर्ट त गाडी खै अलिक देखाउनै नपाइकन होइन खिचे भयो लास्ट खत्तम बाटो रहेछ यार चितलाङको बाटो खत्तम छ भनेर यताको बाटो आयो यताको बाटो लास्ट खत्तम सररै हो नि ल फाइनली एउटा पुल बल्ल होइन त गुराँस तिमीलाई झऱ्यो यहाँहरूले ए भोपाल छ यार टन्नै छ लाली गुराँस तर जहाँ अगाडि हुन्छ नि ल त सामान म टिपेर आउँछु चोरायो भनिदिएर अरे कि क्या भेटे यार क्या भेट्दो रहेछ भेट्यो नि यार धन्न उता पनि छ गाउँमा आएर लाली गुराँस टिप्यो यार त्यो टिप्नु न पाप लाग्छ ल एकछिन एउटा नि टिप्नु ल अरे भने ए भयो चोरले जस्तो लाली गुराँस टिप्यो यार अब जानेछौँ हामी सिधै पालुङ यो अरे के लाली गुराँस बवाल छ यार हाम्रो गाउँतिर टन्नै छ आफ्नै गाउँ जताबाट गयो नि हुन्छ
छैन नि प्याट भाउजूको म पुगिसकेँ भाउजू यहाँ आज छोरीलाई रेडी पार्दै भाउजू पनि रेडी हुँदैछ अब बाँकी म छु यार मलाई टेन्सन भइरहेको थियो साडी लगाइदिनुपर्छ भनेर धन परेन म अब सर्टसुट रेडी भएर भेट्नेछु तपाईँहरूसँग मेरो मम्मीलाई भेटिनिसकेछौँ मम्मी आज हराइ हुनुहुन्थ्यो त्यहाँ 7 बजी आएर भर्खर मनी रेडी सेडी भएर अब भोज खान हिँड्दैछु कसैले सोधेछ भने कहाँ गएको छ अरे भोज खा भेन गर्न गएको भन्नु त्यही त गएको छ भन्नुपर्छ त्यही भएर हामी चाहिँ सबजना रेडी सेडी सबजना होइन 4जना धेरै छैन 5जना छ रेडी भएर हामी जाँदैछौँ मम्मी कराई हुनुहुन्छ भाउजू पनि धेरै कराई होइन त भाउजू आएकोदेखि छिटो जाउँ गरेर त्यही भएर हामी चाहिँ हिँड्दैछौँ अहिले कसरी यार कसरी छोरो राम्रो है छोरो हिरो नभन्नु चाहिँ लाज हुन्छ हौ भाउजू साडी लगाऊ भाउजू साडी लगायो यहाँ ज्याकेट लगाइसक्यो स्वेटर जान्छ सबैजना जान्छ अब त्यही जान लगाइरहेको छु हल्का टिकटक गर्नै पऱ्यो होइन त्यो राम्रो भइसक्यो रेडी भइसकेपछि राम्रो भनिन्छ होइन रेडी भइसकेर अब टिकटक बनाउँछ हामी बनाउने फोटोसोटो खिच्ने आउने जाने हिँड्ने लगाउने कार्यक्रम यहाँ चलिरहेछ भाउजूले तनै दिन लानु भएको ला चिसो यार साडी लगाएर चाहिँ भिडियो गर्ने होइन साडी लगाएर बस्ने होइन साडी पुगारेर चाहिँ घरतिर गएर सुत्न पर्ला जस्तो बबाल चिसो कसरी चाहिँ मान्छेहरू साडी लगाएर बस्यो होला यार मलाई चिसो भइसक्यो लास्टै फुगाल्नु मन लाग्छ साडी हात धुन गएको चाहिँ यहाँ बस्छ चौरीमा लाइन बस्या जतिको भए पनि गाह्रो छ हो यहाँ बस्नु नजानु कहाँ गएर बस्ने होला खाना पछि बल्ल तर लाइन कुर्दा बल्ल पाला हाम्रो भोज खाना हो कि पिकनिक मनाउन आए जस्तो भयो सबजना त्यहाँ हेर्नु न बाहिर बसेर चौरीमा बसेर मस्त दे दनादन होइन लाजै लाग्छ अब पिकनिक सिक्निक गइसकेपछि मात्रै यस्तो बाहिर बसेर खान्छ नि त होइन भोज नाच्नु त्यो गीत छोडेर यहाँ नाच्नु भयो नाचिरहनु भयो म त लाज लागेर मान्छेले खाएको देखेर लाज लाग्यो कि पिकनिक आए जस्तो पिकनिक फिल आयो कि मलाई चाहिँ मान्छेहरू पिकनिक आएपछि मात्र अब चौरी चौरी कहाँ कहाँ हुन्छ ठाउँ खोजेर बस्छ नि त त्यस्तै भइदिएर कि होइन त पल्लारी साइलन्ड हत्तेरिका न यो छुन माछा को है यो जस्तो रिसाउनु कोही छैन क्या सोध्छ घर जानु पऱ्यो अरे भोज खान आएपछि घर जाने भने रिसाएर उल्पताङ छ उल्पताङ त्यसको लागि भयो नि घर हिँड्नु पऱ्यो होइन जानु नि अघि जानु नि हतार गऱ्यो जानु नि हतार आउनु नि हतार त्यसलाई फेरि भात खाएपछि चमचम भात त यतिकै अनि घर जाने फर्किने फेरि जाने त्यही गर्ने जाने फर्किने गरिराख मम्मीलाई चाहिँ त्यहाँ छोडेर हामी चाहिँ घरतिर लाग्दैछौँ फेरि घरबाट फेरि आउँछ होइन त हो यसलाई के को छटपटी भयो घरमा के बितिसक्यो त्यसको त्यही भएर घरिन भनेर हामीलाई घर लिएर आउँदैछ त्यसले
बाजेको आफ्नै तालमा छ सबैको आफ्नो आफ्नो पारा छ गाइज स्कुल जानु पर्दैन कतै रमाइलो चलिरहेछ यहाँ चाहिँ बाँसुरी टोलीहरू रमाइलो गर्नु अझै यति धेरै मान्छे भोजन गर्ने मान्छेहरू भएको छ हाम्रो दाइ नाचिरहनु भएको छ हामी त हेरेको हेरे फाइनली म घर आइ पनि सकेँ भर्खरै त्यही हो रमाइलो भयो इन्जोय गरेँ धेरै नै नाच्यौँ 10 बजीसम्म कहाँ गीत बजी त्यहाँ नाच्नु गएको थियो क्या हामी त रमाइलो गऱ्यो अब जेमा नाच्ने भन्दा नि पायो क्या ढिमिया पनि त्यहीँ सियो बाँसुरी पनि त्यहीँ अनि डिजे बजा नाच्यो त्यहाँ केटीहरू लास यार आफ्नो गाउँ भन्ने मात्रै अचम्म यार तर्सिरा म त तर रमाइलो भयो अब मलाई चाहिँ रमाइलो लाग्यो धेरै नै तपाईँहरूलाई चाहिँ के लाग्छ ल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हस् त बाई